पेटिक्योर गर्नुको लागि उहाँ नयाँ स्टुडेन्ट हुनुहुन्छ। नेल्समा हामीले नेल्स सिक्दाखेरि चाहिँ मेनिक्योर पेटिक्योर इन्क्लुड गरिदिएको छौँ र उहाँले अहिलेसम्म कतिजनालाई गरिदिनु भएछ अनि के इन्क्लुड हुँदो रहेछ सामानहरू म त्यसको लागि म सोध्दैछु अहिले। के हो तपाईँको नाम? शर्मिला सुब्बा। कहाँदेखि हुनुहुन्छ? गाउँपालिका चाहिँ अहिले तपाईँ नेल्सको सिक्दै हुनुहुन्छ होइन? नेल्समा मैले मेनिक्योर पेटिक्योर पनि इन्क्लुड गरिदिएको छु। अनि आज चाहिँ कति दिन भयो नेल्स सिक्नु मेनिक्योर पेटिक्योर सिक्नु भएको? 4 दिन भयो। तपाईँलाई स्टार्टिङमा कस्तो लाग्यो अनि आज 4 दिनको अहिलेको पिरियडमा कस्तो लागिरहेको छ? लगाउनु भयो यो वाम, यसको नाम हट वाम हो। यसमा के लगाउनु भयो? यसमा मैले डिटोल लगाएँ। हजुर। अनि स्याम्पू लगाएँ। हजुर। अनि होइन मतलब हाइड्रोजन। अनि त्यस पछाडि क्युटिकल क्रिम, सल्ट, स्याम्पू, निपरहरूको नाम आयो। अनि त्यस पछाडि चलाउने प्रोसेसिङ आयो। बाहिर जानेको लागि छुट्टै, नेपालमा छुट्टै हुँदैन, तर चलाउने प्रक्रिया एउटै हो। तर नेपालमा चाहिँ हामीले सिक्दाखेरि अलिकति डिफ्रेन्ट तरिकाले चलाउँछौँ, तर बाहिर जाने तरिका चाहिँ कस्तो हुँदो रहेछ? निपर चलाउने तरिका अलिकति डिफ्रेन्ट लाग्यो। ठिक छ। अब जे होस्, अब नयाँ आउने स्टुडेन्टलाई के भन्न चाहनुहुन्छ? नलजाइकिन तपाईँको अहिले जुन हार्डवर्क भइराखेको छ अनि स्टुडेन्टहरू अब नयाँ आउनेहरूले पनि कसरी गर्नुहुन्छ अनि उहाँहरूलाई आउनुको लागि चाहिँ अब के सजेसन दिनुहुन्छ? उहाँहरूलाई चाहिँ यहाँ आएर सिक्नु एकदमै राम्रोसँगले सिकाउनुहुन्छ म्यामहरूले बुझाएर। अनि म त्यही भन्न चाहन्छु। भन्दा सिकाउने प्रक्रिया चाहिँ कस्तो रहेछ? अरू पार्लरहरूभन्दा यहाँ सिकाउने प्रक्रिया एकदमै राम्रो छ होइन, मजाले बुझाएर सिकाउनुहुन्छ राम्ररी। हजुर। अनि आफूले नजानेको चिजहरू पनि नजानेको कुराहरूलाई पनि मजाले सिकाउनुहुन्छ उहाँहरूले। सिकाइराख्नु भएको छ? हजुर। अहिले सेटिस हुनुहुन्छ? अहिले खुसी हुनुहुन्छ? थ्याङ्क यू सो मच। अब उहाँको नेल्समा जानु त बाँकी नै छ। नेक्स्ट सी अगेन। अब उहाँ अहिले मेनिक्योर पेटिक्योरको लागि रेडी हुनुहुन्छ। तपाईँले सुनिसक्नुभयो होला मेनिक्योर पेटिक्योर कसरी हुन्छ भनेर। ओके, सी यू गाइज।